तपाईलाई एकदमै अप्ठ्यारो परेको छ। जाहेरी दिन पर्नेसम्मको स्थिति आयो र जाहेरी दिन प्रहरी चौकी जानुभयो, तर त्यहाँ तपाईको जाहेरी लिएन भने अब यस्तो अवस्थामा तपाई के गर्न सक्नुहुन्छ? धेरैलाई थाहा हुँदैन यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर। त्यसैले यदि यस्तो अवस्था आइहाल्यो भने जाहेरी दरखास्त दर्ता नगरेको उपर उजुर गर्न सकिन्छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को अनुसूची 1 अन्तर्गतका कसुरको सन्दर्भमा जिल्ला सरकारी वकिल कार्यालय वा एक तह माथिल्लो प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सकिन्छ। अनुसूची 2 अन्तर्गतका कसुरको सन्दर्भमा जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सकिन्छ, तर प्रमुख जिल्ला अधिकारी नै अनुसन्धान अधिकारी तोकिएको रहेछ भने निजले त्यस्तो सूचना दर्ता गर्न इन्कार गरेमा गृह मन्त्रालयमा त्यस्तो उजुरी दिन सकिन्छ।